अनि त्यो के अरे भोटबाट के अँ, नुन मात्र लिएर आउने हो नुन ल्याएँ पाखी ल्याएँ कहिले त के कति रुपियाँ गयो कति भेडा खेलेर ल्याएँ भेडा पनि लिएर आउने उतैबाट अँ, अनि त्यो के चामल बेचे पैसा टन्नु हुन्थ्यो कि के अँ, चामल बेचे पैसा चाहिँ कति हुन्थ्यो चामलमा चाहिँ कति 10 रुपियाँ पासी पुग्यो अनि नुनको पैसा चाहिँ कति नुनको पैसा चाहिँ कम हो नि अनि भेडाहरू पनि किनेर लिएर आउने नुनको नुन ल्याउँदाखेरि चाहिँ 5 पासी गर्दैछु 5 पाथी कति 1 रुपियाँ खोइ कति हो त्यो कपडाहरू चाहिँ पाइदिन्थ्यो त्यतिर हँ कपडाहरू चाहिँ पाइदिन्थ्यो पाखी पाइन्थ्यो कति दिन लाग्थ्यो नि फेरि आउँदा चाहिँ 6-7 दिनै लाग्ने आउन र जान बराबर लाग्छ नि 6 दिन 12 दिनमा आउँथ्यो भेडा खेप्दाखेरि 15 अनि दिन भारी बोक्दै अनि भेडा डराउने के अरू मान्छेहरू भारी बोक्ने नि भेडा खेल्दा त भेडा मात्रै लिन गएको नि भेडा पनि लिएर जाने भन्नाले कहिले चामल लिएर नुन लिएर आउने कहिले चामल लिएर भेडा लिएर आउने भेडा लिएर आउनु अनि बास पनि बस्नु पर्यो नि होइन बास त पुरा नि अब 6 दिन उता 6 दिन यता आउँदै यता 12 दिनमा त आइपुग्छ नि भिरको बाटो के गर्नु भने तिब्बतमै जाने हो नि त तिब्बतमै जाने हो नि त बसमै तिब्बतमै त उही जङ्गबहादुरले पालामा परेर सारेको नत्र ओरै त्यो पुरानो कुची भन्ने त्यहाँ पुरानो कुचिएर एक त्यसरी गएपछि चौकी आउँथ्यो चौकीमा दुईतिर चौकी हुन्थ्यो अनि कर तिर्नु पर्थ्यो पर्दैन कर तिर्न त पोठेलको मान्छे हो कसको कोठिया गएको छ त्यसकै मान्छे आउँछ भन्नाले जसको सामान किन्यो त्यही मान्छे जसको होला गएको छ त्यही मान्छे सामान लिन आउने भने 10जनाको भयो भने एउटा ताप्के राख्यो ताप्के खुकुरी ताप्के के राख्नु मन लाग्छ राख्थ्यो त्यो चाहिँ कर त्यो आएर अनिखेरि कर तिरेर उसले लगेर फेरि हामीलाई दिउँदै त्यो चाहिँ के अरे सामान टिक राखेको सामान घरभित्र पस्नु साथै कोठिया पुग्नु साथै त भारी बिसाइसकेपछि आइहाल्ने नि चौकीमा कर तिर्न अनि कर तिर्यो अनि खुकुरी राखेँ नि ताप्के राखेँ नि 10जनाको एउटा भाँडा राख्थ्यो एउटा ताप्के बराबर पनि हजारौँ हुने रहेछ त्यतिखेर अनि घरमा आइसकेपछि चाहिँ अब त्यो नुन सुन सबैको आफ्नो भाग बाँड्ने हो कि बराबर बाँड्ने हो कि आफ्नो भाग मात्रै लिने आफ्नो भाग मात्रै लिने नि अनि कति दिनलाई पुग्थ्यो नि अब 6 महिना 5-6 महिना 5-6 महिनापछि अनि फेरि अनि त्यस्तै कुदेर गइहाल्ने नुन लिन अब 94 लाग्यो उहाँ 21 वर्षदेखि ओहोरदोहोर गरे कि कति वर्ष चाहिँ ओहोरदोहोर गर्नुभयो भन्नाले 21 वर्षदेखि चाहिँ ओहोरदोहोर गर्यो ओहोरदोहोर गर्ने जस्तै यो प्याकेटवाला नुन त्यो गाडी नहुन्जेलसम्म चाहिँ ओहोरदोहोरै गरे
कति 45-46 सालसम्म गर्यो? पाँचरी भरेर ल्याउनु पर्ने उहाँ कति सालसम्म गर्नु भन्नु त? है कति सालसम्म गर्नु? 24 सालमा त देखि त गइएन नि। किन बाटो आयो? बाटो ठुलो बाटोमा काम गर्यो। कोदारी राजमार्ग। अँ त्यसपछि गाडी चल्यो अनि नुन चाहिँ अनि गाडीमा आउनु थाल्यो। अनि नुन गाडीमा आउनु थाल्यो। अलि गाडी चलिसकेपछि गाडीमा आउँदा चाहिँ अनि फेरि के सस्तो भयो कि अलिक महँगै भयो फेरि नुन? गाडीमा त धेरै आउँदैन त। गाडीमा त नुन बोकेन, भेडा नि बोकेन। गाडी आइसकेपछि? गाडी आइसकेपछि भेडा नि बोकेन। अनि कपडाहरू किन्न चाहिँ अनि कहाँ जाने? कपडा किन्न भक्तपुर। ए भक्तपुर जाने? कपडा उता त के त्यही पाकी सुरुप। सुरु भने चाहिँ के कस्तो नि? ओ नि सुरु भन्ने बेग्लै हुन्छ। भुवा भएको पाकी भन्ने जोराइद्वारा बुनेको पाकी बेच्यो। बजाउँ लग्यो 11 बारी खेदार लाएर। बदम? 20 रुपियाँ थियो ऊ बेला पाथीको भारी बोक्नलाई। ए अनि यो के अरे जस्तै अनि यो भक्तपुर आउँदा चाहिँ कति लाग्थ्यो नि? कति दिन लाग्थ्यो? भक्तपुर आउँदा 4 दिन। 4 दिन हिँडेर आउने? हिँडेरै त बास बस्दै हिँडेर आउने। अनि उताबाट आउँदाखेरि कपडा किन्न भनेर पैसा लिएर आउने हो कि अरू केही भारी बोकेर लिएर आउने? चामल बोकेर लिएर आयो अनि बेच्यो कपडा लगाउने। चामल चाहिँ त्यतिखेर नि महँगो? म 10 पासी 4 मानाको 32 रुपियाँ। अनि उताबाट अनि भक्तपुर आएपछि अनि यहाँ कपडा चामल सामल बेच्ने अरू के चाहिएको छ कपडाहरू सबै सम्झिने अनि यहाँबाट लिएर जाने? इन्द्रावती खोला तरेर? तरेर त डुङ्गामा। ढुङ्गामा? कहाँबाट तर्नुहुन्थ्यो? झेडी पनि तर्नु पर्यो अनि इन्द्रावती खोला पनि तर्नु पर्यो? झेडी तर्यो अनि इन्द्रावती खोलामा चाहिँ उसमा सिमलबोट भन्ने ठाउँमा लाग्थ्यो डुङ्गा। डुङ्गा तरेको नि पैसा लिने होला नि? त्यत्रो भारी हुन्थ्यो? लिइहाल्छ नि। कति दिन्थ्यो डुङ्गा तारे? डुङ्गा तारेको 25 पैसा। एकजनाको 25 पैसा कि? भारी मान्छेको। भारी र मान्छेको चाहिँ 25 पैसा? अनि आउँदाखेरि पनि फेरि त्यही 25 पैसा? यहाँबाट अनि कपडा लाँदाखेरि अनि सबैलाई यसलाई यो चाहिएको छ, यसलाई यो चाहिएको छ भनेर अनि लिएर जाने? यहीँ छुट्याएर जाने। अनि मट्टितेल पनि यतैबाट बोकेर जाने? सलाई त हुँदैन थियो होला? सलाई थियो त्यो बेला चाहिँ सलाई चाहिँ थियो? अहिले नि छ नि सलाई। अहिले नि छन त छ। अहिले त नौतुन आयो के अरे लाइटर चाहिँ त्यतिखेर थिएन? पहिला थिएन। चकमा झुलचोकमा थियो। झुलचोकमा भने चाहिँ कस्तो नि? फलामको चकमा दलसी ढुङ्गामा ऊ हान्ने र ऊ चलाउनु झिल्का आउँथ्यो। त्यो झिल्काले झुलो टिप्थ्यो।
झुलो भने चाहिँ के हो कपासको झुलो भने कपासको होइन उसको कागजको नि हुन्थ्यो है केराको पाकेको केरा ढालेपछि झुलो झुलो बनाउँछौँ हामी केराको पातको त्यो केराको डाँठ के भित्रको त्यो ताछेर अनि झुलो बनाउने अनि काट्दै चट चट काट्यो अनि फेरि चोरो अनिखेरि फेरि त्यो खरानी अनि मैले त्यो वस्तुको गोबर होइन भित्तामा लेउ हुन्थ्यो त्यो त्यस्तोमै मोल्थ्यौँ हामी सत्यमदेवको झुलोहरू त उहाँ कलिजुगको चलै भन्छ नि यस्तो